पिकअप राम्रो छ, माइलेज राम्रो छ, अफरोडको लागि पनि एकदम हलुङ्गो छ। यसलाई ह्यान्डलिङ गरेर लिएर हिँड्न एकदम राम्रो सजिलो छ। हाई नमस्ते, मेरो नाम सुनबहादुर राणावाट, म्याग्दी गाउँपालिका वार्ड नम्बर 2 जामुने पिपिल्डी मेरो वासस्थान र मेरो पेसा सुन्तला खेती, सुन्तला व्यवसाय। र यसै क्रममा स्कुटी लिने मेरो एउटा विचार भयो। त्यसमा चाहिँ मार्केटमा जाँदाखेरि यामा रेज जेटार 125 स्ट्रिट र्याली भन्ने स्कुटी मैले खरिद गरेँ र मेरो 1 वर्ष भयो अहिले मैले यो कम्पनीको स्कुटी चढ्न सुरु गरेको। पर्फर्मेन्स राम्रो छ, माइलेज, पिकअप। त्यसपछि यसलाई जतन गरेर यसलाई बेला बेलामा सर्भिसिङ गराएर यसलाई जति राम्रो कन्डिसनमा राख्यो त्यति नै राम्रो पर्फर्मेन्स दिने हो र त्यो मैले गरेको पनि छु र पाइरहेको पनि छु। त्यसले गर्दाखेरि म अफरोड पनि हिँड्छु, राम्रो बाटो पनि हिँड्छु। यो खेती गर्न आउँदाखेरिमा म यही स्कुटी चढेर आउने जाने गर्छु। त्यसले गर्दाखेरि मलाई यो राम्रो लागेको छ। अब मैले यसको अनुभव राम्रो लिइरहेको छु हरेक किसिमको तर्फबाट, र हजुरहरू पनि यसको एक्सपिरियन्स लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ। यामा कम्पनीको रेज जेटार 125 स्ट्रिट र्याली भन्ने स्कुटी तपाईँहरू पनि लिन सक्नुहुन्छ। यसको मलाई चाहिँ ठिक लागेको छ, चढिरहेको पनि रहेको छु र भविष्यसम्म पनि चढिराख्नेछु। यसको पिकअप, यसको सजिलोपन अरू स्कुटीको तुलनामा धेरै कम्फर्टेबल र पर्फर्मेन्स राम्रो छ। त्यस कारणले मैले 9.5 रेटिङ यामा स्कुटीलाई।